आइपिएल 2025 चेन्नई सुपर किङ्स र आरसीबी बीच रोमाञ्चक भिडन्त। आइपिएल 2025 मा चेन्नई सुपर किङ्स, सीएसके र रोयल च्यालेन्जर्स बेंगलोर आरसीबी ले उत्कृष्ट सुरुवात गरेका छन्। दुवै टोलीले आफ्नो पहिलो खेल जित्दै लय समातेका छन्। अब 28 मार्चमा चेन्नईको चेपक स्टेडियममा यी दुई टोली आम्ने-सामने हुँदैछन्। दुवै टोलीको बलियो सुरुवात। आरसीबीले आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई 7 विकेटले पराजित गर्यो। चेन्नई सुपर किङ्सले आफ्नो पहिलो खेल 4 विकेटले जित्यो। हाल अङ्क तालिकामा आरसीबी 2.137 को नेट रन रेट सहित दोस्रो स्थानमा छ, जबकि सीएसके 0.493 को नेट रन रेट सहित चौथो स्थानमा। हेड टु हेड रेकर्ड। आइपिएल इतिहासमा आरसीबी र सीएसके को 33 पटक भिडन्त भइसकेको छ। सीएसके ले 21 खेल जितेको छ, जुन टोलीको प्रभुत्व देखाउँछ। आरसीबी ले 11 खेल मात्र जित्न सकेको छ, एउटा खेल नतिजाविहीन रह्यो। पछिल्लो सिजन यी दुई टोली बीच 2 खेल भएका थिए, जहाँ एक सीएसके ले जित्यो भने अर्को आरसीबी ले। तर अन्तिम भिडन्तमा सीएसके ले 6 विकेटको जित दर्ता गर्दै आरसीबी लाई पराजित गरेको थियो। कसले खेल्न सक्छ निर्णायक भूमिका? आरसीबी कप्तान रजत पाटीदार, विराट कोहली, लियाम लिभिङस्टोन, फिल सल्ट जस्ता अनुभवी ब्याट्सम्यान। स्पिन बलर विरुद्ध प्रभावशाली खेल प्रदर्शन गर्ने खेलाडीहरू। सीएसके कप्तान ऋतुराज गायकवाड, महेन्द्र सिंह धोनी, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन जस्ता अनुभवी खेलाडीहरू। घरेलु मैदानको फाइदा उठाउने खेलाडीहरू। अब सबैको ध्यान चेपक स्टेडियमको पिच, खेलाडीहरूको प्रदर्शन र रणनीतिहरूमा केन्द्रित हुनेछ। के चेन्नई आफ्नो घरेलु मैदानमा अपराजित यात्रा कायम राख्न सक्नेछ, या आरसीबी 17 वर्षदेखिको हारको सिलसिला तोड्न सफल हुनेछ? यसको जवाफ 28 मार्चमा थाहा हुनेछ।